आज असार 15 दही चिउरा खानु भयो त। हाम्रो परम्परामा कुनै ऋतु विशेष या महिना विशेष के विशेष आहार विहारहरू हुन्छन्। यो परम्पराको हाम्रो स्वास्थ्यमा के सम्बन्ध छ त? जेठ र असार महिना ग्रीष्म ऋतुमा पर्ने महिनाहरू हुन् र ग्रीष्म ऋतु आदानकालको अन्तिम ऋतु हुन्। यस कालमा सूर्यको बल पूर्णतम यानि कि भीष्म गर्मी हुन्छ, जसले गर्दाखेरि चाहिँ जलीय अंशहरूको शोषण भएर वायुमण्डलमा रुक्षतम यानि कि एक्सट्रिम ड्राइनेसको अवस्था हुन्छ। हाम्रो शरीरमा वातदोषको सञ्चय हुन्छ र अल्पबल यानि कि शरीर कमजोर हुन्छ। वायुमण्डल र शरीरमा भएको ऋतु सम्बन्धी विकारहरूलाई हाम्रो आहार विहारले बढाउन पनि सक्छ र घटाउन पनि सक्छ र सन्तुलित बनाउन पनि सक्छ। आहार विहारहरू जस्तै लवण यानि कि नुनिलो, अमिलो र कटु रस प्रदान खालको खानेकुराहरू, तातो खानेकुराहरू, इभन ग्रीष्म ऋतुमा चाहिँ एक्सट्रिम एक्सर्साइज र मैथुन यानि कि सेक्सुअल इन्डल्जेन्सले चाहिँ यो ऋतु सम्बन्धी विकारहरूलाई चाहिँ बढाउने काम गरिरहेको हुन्छ। मधुर, शीतल, द्रव यानि कि लिक्विड खालको र स्निग्ध खालको खानेकुराहरूले चाहिँ ऋतु सम्बन्धी विकारलाई कम गरेर सन्तुलित बनाइरहेको हुन्छ। साथसाथै ग्रीष्म ऋतु एउटा त्यस्तो ऋतु हो जसमा चाहिँ दिनमा सुत्नको लागि चाहिँ भनिएको छ। जात दही यानि कि राम्रोसँग जमेको दही चाहिँ वातनाशक, गुरु, स्निग्ध, रुचिकारक, ग्राही हुन्छ र उष्ण वीर्य पनि भएको हुनाले चाहिँ अमला, चिनी, शर्करा, मह आदिसँग मिलाएर खाँदा चाहिँ लाभदायक हुन्छ। तर रातिको समय तातो बनाएर र नियमित रूपमा चाहिँ दहीको सेवन गर्नु हुँदैन। असार 15 गते दही खाने परम्पराले वायुमण्डल र शरीरमा भएको ऋतु सम्बन्धी विकारहरूलाई समन गर्नको लागि यानि कि सन्तुलित गर्नको लागि चाहिँ दही जस्तो या दहीमा भएको गुण जस्तो खानेकुराहरू खानुपर्छ भनेर सिकाएको मात्रै हो। ऋतु सम्बन्धी विकारहरूलाई समन गर्नको लागि मौसमी साग, सब्जी, तरकारी, फलफुलहरू चाहिँ प्राकृतिक रूपले उत्पादन भइरहेको हुन्छ। जस्तै आँप, पाकेको आँपको फलमा चाहिँ मधुर, गुरु, स्निग्ध, शीतवीर्य, वातपित्त नाशक गुणहरू हुन्छ, जुन ग्रीष्म ऋतु सम्बन्धी विकारहरूलाई समन गर्नको लागि चाहिँ अति आवश्यक हुन्छ। तर यही आँप चाहिँ अरू ऋतु सम्बन्धी विकारहरूमा या अरू ऋतुहरूमा खानु चाहिँ कतिको उपयुक्त हुन्छ होला? आफ्नो एन्सर चाहिँ या आफ्नो राय चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ।